आमा बुबा, पोहोर साल हामीले सूर्यमा स्वस्तिक अर्पण गर्यौं। परारको साल हामीले श्री विष्णुजीलाई स्वस्तिक अर्पण गर्यौं। पिपल सम्झिएर झन परार त हामीले हैस्य हतौडामा श्री विश्वकर्मा बाबा सम्झिएर स्वस्तिक अर्पण गर्यौं। तर पनि नेपाल आमा खुसी हुनु भएन। सोच्नुस् त किन खुसी हुनु भएन? किनकि मन्दिर पस्नुभन्दा पहिले घण्टी बजाउन जरुरी हुन्छ। अब तपाई हामी सबै मिलेर घण्टीमा स्वस्तिक अर्पण गरेर नेपाल आमालाई खुसी बनाउनु पर्छ। त्यसपछि सूर्य देवता पनि आफै प्रसन्न हुनुहुन्छ। पिपलमा हुनुभएका श्री विष्णुजी पनि आफै प्रसन्न हुनुहुन्छ। अनि हस्य हतौडामा हुनुभएका विश्वकर्मा बाबा पनि आफै प्रसन्न हुनुहुन्छ। त्यसपछि तपाई पनि प्रसन्न, म पनि प्रसन्न, हामी सबै नेपाली प्रसन्नै प्रसन्न।